विश्वकप फुटबलको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफासँग जोडिएको छ। पहिलो पटक सन् 1886 मा राष्ट्रिय फुटबल सङ्घ फिनल्यान्ड एसोसिएसन एफए को गठन गरिएको थियो। केही समयपछि अन्य राष्ट्रहरूमा धमाधम फुटबलको राष्ट्रिय स्तर सङ्घको स्थापना भयो। फुटबल सङ्घ र राष्ट्रिय सङ्घको स्थापनापछि फुटबल सङ्घ र राष्ट्रिय सङ्घको विस्तार भएपछि एउटा अन्तर्राष्ट्रिय सङ्घको आवश्यकताको महसुस गरियो। यो महसुसलाई विस्तार दिन फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, डेनमार्क, स्पेन, स्विडेन र स्विजरल्यान्ड गरी 7 देशका प्रतिनिधिहरू फ्रान्सको पेरिसमा भेला भए। सोही भेलाले सन् 1904 मे 29 गते फुटबलको सर्वोत्कृष्ट सङ्घ फिफाको औपचारिक गठन गरिएको थियो। इङ्ल्यान्डले त्यसको 2 वर्षपछि फिफाको सदस्य लियो। त्यसपछि अन्य देशहरू बिस्तारै सदस्य लिन थाले। यो क्रम अहिले पनि जारी छ। हालसम्म 211 देशहरू फिफाका सदस्यहरू बनिसकेका छन्। प्रत्येक 4 वर्षमा हुने विश्वकप फुटबलको यो 23औं संस्करण हो। सर्वप्रथम सन् 1930 मा सुरु भएको विश्वकप फुटबल उरुग्वे विजयी भएको थियो। सन् 1930 देखि 1970 सम्म फिफा वर्ल्ड कपमा जुल्स रिमे ट्रफी प्रदान गरिएको थियो भने त्यसपछि फिफा वर्ल्ड कप ट्रफी राखिएको थियो। सन् 2026 मा हुन गइरहेको फिफा वर्ल्ड कप 3 देश अमेरिका, मेक्सिको र क्यानाडाले आयोजना गर्ने भएको छ। त्यसमा 48 टोली प्रतिस्पर्धा हुनेछ भने जसमा 12 सम्म विभाजन गरी प्रत्येक 4 टोली रहनेछ र प्रत्येक टोलीले 3 खेल खेल्नेछ। प्रत्येक टोली सम्मका शीर्ष 2 टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। उत्कृष्ट 8 तेस्रो स्थानमा टोली अगाडि बढ्नेछ, जसले कुल 32 देशलाई नकआउट चरणमा पुर्याउनेछ। यो फिफा वर्ल्ड कप 39 दिनसम्म लगातार चल्नेछ। फुटबल जगतको इतिहास सुरुवातदेखि 2022 सम्मका विजेता राष्ट्रहरू: 1930 उरुग्वे, 1934 इटाली, 1938 इटाली, 1950 उरुग्वे, 1954 जर्मनी, 1958 ब्राजिल, 1962 ब्राजिल, 1966 इंग्लैंड, 1970 ब्राजिल, 1974 जर्मनी, 1978 अर्जेंटीना, 1982 इटाली, 1986 अर्जेंटीना, 1990 जर्मनी, 1994 ब्राजिल, 1998 फ्रांस, 2002 ब्राजिल, 2006 इटाली, 2010 स्पेन, 2014 जर्मनी, 2018 फ्रांस, 2022 अर्जेंटीना।